स्कुलमा पढिरहेको विद्यार्थीहरू पनि धेरै आएका छौँ। प्राइभेट स्कुलमा पढ्नु हाम्रो रहर होइन, हाम्रो बाध्यता हो। हाम्रो मातापिताको लगभग धेरै जोगिने पैसा जति हामीले प्राइभेट स्कुलमा फालेर राम्रो शिक्षा पाइरहेका छौँ। त्योभन्दा राम्रो शिक्षा यहाँले त सरकारी स्कुलमा पनि व्यवस्था गरिदिन सक्नुहुन्छ नि। म उदाहरणको लागि एउटा सरकारी स्कुलको नाम पनि लिन चाहन्छु। पाउँछ होला नाम लिन? म छिरेश्वरनाथ नगरपालिकामा बस्छु। त्यहाँनिर दुर्गा तुलसी स्कुल छ। त्यो स्कुलको कतिपय विद्यार्थीहरू हाम्रो घर छेउमा ट्युसन पढ्न आउँछन् हैन। 7 क्लासको विद्यार्थीलाई एबीसीडी सोद्धाखेरि उ मौन भएर बस्छ। उलाई एबीसीडीहरू केही पनि थाहा छैन र नेपाली पढाउने शिक्षिकाले स्याउ लेख्न नआएर सेब लेखेर पठाउनुहुन्छ। यदि सरकारी स्कुलमा पढाइको व्यवस्था राम्रोसँग भयो भने त प्राइभेट स्कुलको सबैजना सरकारीमा पढ्न जान्छन् नि र हामीहरूको सरकारको पनि अलिकति बढी मान्यता हुन्छ। र दोस्रो कुरा छात्रवृत्ति। छात्रवृत्तिमा किन केवल सरकारी स्कुललाई मात्र अलिकति बढी मान्यता दिन्छ जबकि प्राइभेट स्कुलमा पढ्ने विद्यार्थीहरू सरकारी स्कुल भन्दा पनि बढी जान्ने खालका हुन्छन्। त्यही पनि त्यसको लागि प्राथमिकता केवल सरकारी स्कुललाई बढी दिन्छ। र तेस्रो कुरा स्यानिटरी प्याड। महिनावारी हुनु महिलाको एउटा बाध्यता होइन, यो त एउटा हो नै जुन सबै महिलालाई हुन्छ। र म यसको लागि चाहिँ हाम्रो मेयर साहबलाई एउटा कुरा भन्न चाहन्छु, ठाउँ ठाउँमा सानो सार्वजनिक शौचालय भए पनि व्यवस्था गरिदिनुहोस् र त्यहाँ एउटा सानो बक्सामा स्यानिटरी प्याड पनि उपलब्ध गराइदिनुहोस्। किनभने हामीहरू साना भाइ बहिनीहरू हौँ, कहिलेकाहीँ हामीहरूको गोजीमा पैसा हुँदैन, हामीहरू बाहिर घुम्न गएका हुन्छौँ, 81 महिनावारी हुन्छ र हामी त्यति बेला के गर्ने, पैसा पनि छैन र सार्वजनिक ठाउँमा प्याड पनि उपलब्ध हुँदैन। त्यही भएर यहाँले यो 3टा कुराको बारेमा चाहिँ अलिकति ध्यान दिएर गरिदिनु भयो भने हामीलाई धेरै सहज हुन्थ्यो भन्न चाहन्छु। धन्यवाद।